सौकाको लौका लिएर गएको थिएँ अनि खाएको थिएँ। अब यसपालि हेरौँ लौका पाइन्छ कि। हामी केक खाँदैछौँ। हाई हाई अगाडि हाई हाई वेलकम हाई हेलो हेलो एभ्रिवान मुकेश हाई भनेन तब त भन्नु पर्ने आयो तर अरे बता आज हम कहाँ चलने रहे बता। शाबाश बेटा बहुत बढ़िया मुन्ना। सौका डैम। Hey guys, welcome to our new vlog, the Yogis channel. त्यो सर्च गर्नुपर्छ त्यसबाट आउँदैन नि। सङ गर्नु के सङ हो त्यो भन न पहिला। सङ के सङ चाहिँ भन न। सङ लगाउनलाई सङ सङ भन्दैछ। ठुस ठुस सङ ठुस ठुस। सौका ड्याम जाँदै मेरो हातले खोलिरहेको छ कार्यक्रम छ। ठुस 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 ठुस। In 800 meters at the roundabout. मुकेशले के खायो? हाम्रो यहाँ सुन्तला पार्टी अनि लिप्सी पार्टी अलि अगाडि छ त अलि अगाडिबाट देखाउनु पर्ने नि त। ठ्याक्क मुखको अगाडि पुगेपछि सुन्तलातिर गयो नि त हामी। घाँटी यस्तो भइरहेछ सुन्तला खाऊ लिची खाऊ न्यानो सुन्तला खाऊ राति खोकी लगाऊ अनि मरी मरी हाँस सम्झी सम्झी अरूको कुरा सम्झने होइन फेरि दाइको कुरा सम्झेर हाँस्यो बहिनी पनि। ए आज अबदेखि गाडीमा हामी बस्नुभन्दा पहिला यस्तो गरौँला 1 2 3 गो। त्यो भन्दा पनि भोलि रेसिङ होला कहीँ हेर्न जाला 1 2 3 रेसिङ सेसन त हैन। अब आउट अमलकुन गएर खोकी लाग्यो भनेपछि अनि बिर्तलाई भन्दियो तिमीलाई मैले भने हैन तिमी नहाँस त्यत्रो तिमी जे पाइ त्यही नखाऊ किन खाएको त अनि दाइले त भनिहाल्छ नि अनि गाली दाइले खाने हो पनि दाइले गाली खाने। पोहोर साल न्यू इयरको पार्टीमा हामीले सौकाको लौका लिएर गएको थिएँ अनि खाएको थिएँ। अब यसपालि हेरौँ लौका पाइन्छ कि पाइँदैन हेरौँ। ए त्यति सानो बाबा म पछाडि फ्याँक्छु यो पछाडि डिकीमा राख्छु बाबा। खोला नाला क्याफेहरू छ क्या त्यहाँ क्याफे हो। यो ड्राइभर पनि हल्का हुने रहेछ बाटो जस्तो मान्छेहरू। त्यो भन्दै थियो नि बहिनी त्यो खोलै रहेछ र नि यहाँसम्म छ नि त सिधै के खोला हो क्या पानी बग्ने पानी पर्या बेला। बर्खा त यहाँ पानी पर्दैन। म माथि उठिरहेको छु देखाउँछु त्यहाँबाट राइट घुम भन्दैछु। दुबईको खोला नेपालले बाटो देखाउँदैछु। दुबईको खोला यो दुबईको खोला यहाँ यस्तो हुन्छ यहाँ खोला सुक्खा खोला। यसले हेल्प गर्न आएको रहेछ ल। राइट घुम गाडीलाई पनि देखाउँछ हेर्नु अब राइट 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 होइन यहाँ कन्फ्युज हुन्छ नि त मान्छेहरू। लोकेसन देखाउने मान्छे नेपाली हाम्रो गोपाल हेर्नु त्यसको सेतो भएको छ। रुको 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 भन्यो रुको गाडी रुको बिचरा। त्यो सौका ड्याम ठिक्क थियो क्या यहाँ कस्तो डाँडामा भयो क्या है त मान्छे धेरै भएर होला कि योपालि त्यहाँ अप्रुभल नहोला कि त पानी परेवाला त भेल बग्ने ठाउँ रहेछ हेर्नु। पानी छोड न के हो पुरै
यो त पानी बग्ने ठाउँ रहेछ नि त बाटो बनाएको हेर्नु त बाटोले कहाँबाट थाहा भयो होला मान्छेलाई हेरेर गएको भन्दै थियो नि त 2 दिन पहिला कहाँ बसिने भनेर हेरेर गएको त्यही भएर होला यहाँ अलिक धेरै ठुलो पनि होला क्या दाइ त्यहाँ त सानै थियो नि त होइन यहाँ ठुलो खाएर मरिने ठाउँ जस्तो योपालि धेरै छन् मान्छे अनि त्यहाँ फ्यामिली बढी यहाँ बिना पैसावाला ठाउँ लिएर यहाँ त धेरै माटो त यो गाडी बस्नु त्यसलाई गाह्रो छ हेरे गाडीलाई कस्तो ठाउँ रहेछ भने एकदम लोड भयो नेल कत्रो नाठे नि मेरो उंगलीमा के हो र त्योभन्दा माथि नि जान मिल्दो रहेछ है जहाँ पनि जानु मिल्छ बाटोमा ल लोकेसनमा पुग्यो डाँडाहरू छ चारैतिर के अरे काठमाडौँ हो बहिनी यो हेर चारैतिर डाँडा छ काठमाडौँ आज काठमाडौँ पुगे कस्तो फिल होला काठमाडौँ पुगेपछि एकदम आनन्द लाग्यो छैनमा धुलो ए यसो फर्कनु यसो हजुर कति यता आइछ नि यता अब भयो कसरी अब भयो अब हेर्नु यहाँ सबभन्दा धेरै पोल्ने उसलाई हो यो गुड एब्जर्भर अफ हिट ब्ल्याक होइन त्यो ऊ हो ब्लू डार्क ब्लूले एब्जर्भ यताबाट कस्तो राम्रो आज थाहा छ डाँडो यताबाट कस्तो राम्रो आएको छ क्या ल हैन केही छैन खाना पाक्दैछ कालो आउँछ मान्छेलाई थाहा छ हामी गोरा भनेर कालो आयो नि है ये बड़ी अच्छी बात कही आप यहाँ अब हामीहरू डाँडामा फोटो खिच्न जाँदैछौँ चिप्लिने वाला त्यताबाट यस्तो आउँछ कालो आउने रहेछ यसरी आइसक्यो झिङ्गा फेरि जहाँ पनि पुगिहाल्दो रहेछ बेबी बेबी हाई पुरै देउडा खेलिरहेछन् मान्छेहरू पानी चाहिरहेको थियो यहाँ होला नि ल्याइदियो अब सुदूरपश्चिम नेपाली पिकनिक कार्यक्रममा जथा उहाँलाई मुरी धन्यवाद छ उहाँको टिमलाई मुरी धन्यवाद जसको कारणले आज हामी एकत्रित हुन पाएका छौँ र सुदूरपश्चिमेली हुनुमा हामीलाई गर्व छ यहाँ मात्र होइन अन्य ठाउँहरूमा पनि हाम्रो सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय सँगै विभिन्न देशहरूमा हाम्रो संस्था छ र हामीले विभिन्न देशसँग सहकारी पनि गर्छौँ र यहाँ कामहरू गर्ने विषयमा हजुर गर्नेछ सुदूरपश्चिमवासी मात्र नभएर हामीले सुदूरपश्चिम बाहिरका कर्णाली प्रदेशकादेखि लिएर पूर्व पश्चिम हामी हेर्दैनौँ हामीसँग गुनासो आएर समस्या आएको मान्छे छ भने हामी कसैलाई पनि फर्काउँदैनौँ र हामी आफै जान्छौँ त्यो भएर सुदूरपश्चिमेली समाजमा उनीहरूलाई जहिले पनि वेलकम भन्न चाहन्छौँ हामी र स्वागत पनि गर्न चाहन्छौँ र यसै सन्दर्भमा हामी साथीहरूलाई म अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछु साथै प्रमुख अतिथि अन्तर्राष्ट्रिय समितिका प्रथम उपाध्यक्ष सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रियका प्रथम उपाध्यक्ष रघुनाथ पाण्डेज्यूलाई म आसनको लागि हार्दिक अनुरोध गर्दछु त्यसै गरी विशेष अतिथिको लागि सुदूरपश्चिमेली नेपाली समाज युएका निवर्तमान अध्यक्ष हालका प्रमुख सल्लाहकार मोहन ठकुराजीलाई म अतिथि आसनको हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरी विशेष अतिथिको लागि म युएका पूर्व अध्यक्ष हालका सल्लाहकार दानसिंह महराज्यूलाई अतिथि आसनको उहाँलाई चाहिँ म अतिथि आसनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु साथै विशेष अतिथिका लागि नेपाली समाज युएका वरिष्ठ उपाध्यक्ष श्री टङ्क थापाज्यूलाई म टङ्क सर हजुर मैले देखिनँ अलिक कता हुनुहुन्छ ल हजुरलाई पनि अतिथि आसनको लागि म हार्दिक अनुरोध गर्दछु साथै विशेष अतिथि सुदूरपश्चिमेली नेपाली समाज युएका सल्लाहकार तथा जनप्रगतिशील मञ्च युएका वरिष्ठ उपाध्यक्ष दामोदर सिंह सकुनाज्यूलाई म
अतिथि आसनहरूको लागि हार्दिक अनुरोध गर्दछौँ। साथै युएई सुदूरपश्चिमी नेपाली सङ्घ युएईका निवर्तमान कार्य समितिका सदस्य तथा हालका सल्लाहकार भरतनाथ योगीज्यू, त्यसै गरी भरत चन्द्रज्यू, देवबहादुर कुँवरज्यू तथा शिवराज तिमलसेनाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु अतिथि आसनहरूको लागि। त्यसै गरी दुबई क्षेत्रीय समितिका अध्यक्ष अशोक बोगटीज्यू, अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष लक्ष्मण साथीज्यू र अन्य क्षेत्रीय समितिका अध्यक्ष सौगात राउतज्यूलाई पनि म विशिष्ट अतिथिवासमा हार्दिक अनुरोध गर्दछौँ। त्यसै गरी अतिथिकै रूपमा सैनामेना सेवा समाज युएईका अध्यक्ष श्री विष्णु पन्थीज्यू, हजुरलाई पनि अतिथि आसनको लागि हार्दिक अनुरोध गर्दछौँ। साथै संस्थापक तथा पूर्व कार्य समितिका साथीहरू, साधारण सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरू र हालका केन्द्रीय समिति सदस्यज्यूहरू र जति पनि तपाईँहरू आजसम्म जोडिनु भएको छ सम्पूर्णलाई आफ्नो ठाउँमा आसन गर्नुको लागि हार्दिक अनुरोध गर्दछौँ। साथै हजुरलाई स्वागत गर्दछु। हामी युएईको सुदूरपश्चिमी नेपाली समाज युएईको यस वार्षिक कार्यक्रम तथा हाम्रो बनबोल पनि योपालि सँगै हो, किन भन्दाखेरि अलिकति कार्यक्रम ब्याक टु ब्याक हुन थाले, त्यही भएर हामीले अलिकति नभ्याउने हिसाबले चाहिँ हामीले यसका लागि यसका संस्थापकहरू हालसम्म साथ सहयोग गरिरहँदै हुनुभएका मानवताहरू सम्पूर्ण धन्यवाद छ र आगामी दिनमा पनि हजुरहरूले यसरी साथ सहयोग गर्नुहुनेछ भन्ने हामी आशावादी छौँ। धन्यवाद तपाईँ सम्पूर्णलाई उपस्थितिको लागि। आज सुदूरपश्चिमी नेपाली समाज युएईको सबैजनाले यसो एकचोटि ग्रुपिङमा फोटो हाल्नु होला। सबैजना पछाडि सबैजना आएर एकचोटि फोटो ग्रुपमा है त। किन भन्दाखेरि यो हाम्रो अवश्य क्षण हुनेछ। सायद आउने वर्षमा कतिजना सँगै होला, कति घर जाँदा कति भेट होला नहोला, यो समय सबैभन्दा मूल्यवान छ। यो सबैजना एकै ठाउँमा आएर फोटो खिच्नुहोस्। त्यसोले अगाडि आउनुहोस् तपाईँ। हाम्रो दाउदो सुरुले अगाडि आउनुहोस् फोटो खिच्ने गरी। त्यो पाटो पनि अगाडि आउनुहोस् तपाईँ पनि। तपाईँ अगाडि आउनुहोस् अगाडि। यो भएन एउटा फोटो राम्रो खिच्दै अलि फरक भएर उभिनु हजुर भएर ल फोटो खिच्ने कार्यक्रम यिनी हाम्रो आफै मस्तीमा छन् के सुनिएन यहाँ बारबेक्यू हुँदैछ। बारबेक्यू पुरै पाकेपछि कहाँ राख्ला अरे भाँडोमा? ए ऊ त्यो भाँडोमा अरे। बेबीले यहाँ स्टडी गर्दैछ। स्टडी यहाँ आएर नि मुकेश बसिरहेछ, हामी केक खाँदैछौँ। हामीलाई केक पाइयो। हामीले खाना खाएर यहाँ मुकेश ढुङ्गा खेल्दैछ। यहाँ हेर खोलो जस्तो छ, उता मान्छेहरूको भिड छ, नाचिरहेछन्। अनि हामी अहिले यहाँ हेर्दैछौँ, भिडियो बनाउँदैछौँ। प्रीतिले टिकटक बनाउँदैछ। एकछिनपछि हामी घर जानेछौँ। अब हामीहरू देउडा खेल हेर्नलाई जाँदैछौँ है। बेबी नगर बेबी हुन जाउँ न यता अरे देउडा हेर्न जाँदैछौँ। दिदी याद हुनुहुन्छ हाम्रो हामी उता जाँदैछौँ। उता खेल हुँदैछ के हाम्रो सुदूरपश्चिमको देउडा खेल हुँदैछ, त्यही भएर हामीहरू उता गइरहेछौँ। ठुलो खेल हुन लाग्छ। के भयो के भयो के भयो? देखो ना गाइस, देखो ना इधर देवड़ा हो रहा है, देखो ना गाइस। कति छ दौड दौड गयो के
तपाईँसँग उत्पत्ति होला होइन सबैसँग हामीले यहाँबाट हाम्रो नानीले एउटा उठाउको उयो निकाल्छौँ त्यो नम्बर जोसँग दिन्छ त्यो मान्छे हातको उत्पत्ति लिएर आउनुपर्छ त्यो नम्बर हामी नमस्कार सबैजनालाई अब तपाईँहरूले गिफ्ट पाउनुहुन्छ है यता कसले डाक्टर फिल्मको टिकट काट्नु आएको एकछिनका लागि सबैजना भेला भइदिउँ ल अब हामी किनमा गरिकन तपाईँहरूको 10 रुपियाँको पाउनुहुने उपहारका लागि लगत्तै नम्बर तपाईँहरूका सामु उपलब्ध गराउन गइरहेका छौँ पहिलो नम्बर भने संस्कार दिखाकारी सर संस्कार दिखाकारी र यहाँ आएर हाम्रो अध्यक्षजीसँग सम्पर्क गर्नुहोस् खै हेर्नु त आफ्नो नम्बर 0 5 लास्ट नम्बर है लास्ट नम्बर को हुन सक्छ 9 दिदी नाचिरहनु भएको छ देउडा नाचिरहनु भएको छ हाम्रो दिदी यहाँ अगाडि पाइँदैन ल सुदूरपश्चिमको देउडालाई बाई बाई गर्दै हामी पनि घरतिर लाग्यौँ हैन सुदूरपश्चिमको प्रोग्राममा चिफ गेस्ट हाम्रो बेबी केक काट्ने बेबी छिट्टा निकाल्ने बेबी है भात पस्कने बेबी भात खाने बेबी अनि हामी पनि खायौँ ल अब हामीहरू यहाँबाट के भन्छ ड्याम सौका ड्याम त नभनौँ सौकाको डाँडाबाट लौका पनि पाएनौँ खालि डाँडै देखियो अब यहाँबाट घरतिर लाग्यो ल ल ल यहाँ मान्छेहरू त अहिले छन् अब राति निस्किने होला यिनीहरू त ढिलै जाने होला आइसक्रिम पनि खाइयो है यो कम्पनीको युनिक आई कम्पनीको आइसक्रिम पनि खाइयो काखमा बोकेर हिँडिरहेको थियो कि त्यो टाढो छ नि त दुबईबाट एक हिसाबले कि अनि मान्छेलाई त खोज्न अरे कहाँ उहाँ भित्र लजाएर राख्यो तर अस्तिको जस्तो त्यो सौका ड्यामको थियो नि त्यहाँ चाहिँ थियो मजा आएको थियो भ्यूहरू थियो नि राम्रो ठाउँ थियो म त भन्दै माथिसम्म घुम्ने ठाउँ थियो बस्ने ठाउँ थियो बच्चाहरू होइन बच्चाहरू खेल्ने ठाउँ थियो सबै थियो यो पालि चाहिँ अनि थिएन मान्छे धेरै थिए है धेरै हो त्यहाँ अप्रुभल पाउनै थिएन तिनीहरूले पोहोर साल त डरी बनाउनु भएको थियो गाडीले गाडीले पनि 120 त नर्मल 30 जनाको हिसाबमा गर्यो नि एक्जाम्पल होइन 400 टिकट छ र? 4 बच्चाहरू बेबी सुतेर पुरै यस्तो हाल छ मुकेश यस्तो छ यी प्रीति राकेशहरू यस्ता छन् अझ थाक्या छन् अझ घर जाने भन्ने प्लान गर्दैछन् म बसो भन्दैछु यिनीहरू जान्छु भनिरहेछन् इन्जोय ल जे भयो नि घरमा बस्नु भन्दा त बाहिर निस्के इन्जोय भयो ल गाइस अब हामी त होइन ल हामीहरू
यो भिडियो इन्ड गर्छौँ। आई होप हजुरहरूलाई हाम्रो भ्लग मनपर्छ होला। यदि मनपर्छ भने प्लिज डु लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब आवर युट्युब च्यानल। ओके बाई बाई, सी यु नेक्स्ट भ्लग। बाई बाई। हट ल गाइज बाई बाई। ल लाइक सब्सक्राइब अल्सो बाई बाई।